वचनबाट हामी केही वचनहरू सुनेछौँ। तपाईँले त्यहाँ देख्नुहुन्छ अहिले। अनि आजको वचनमा हामी जानेछौँ र आजको वचनको चाहिँ शीर्षक रहेको छ अचम्मको प्रेम गर्नुहुने परमेश्वर। अचम्मको प्रेम गर्नुहुने परमेश्वर विषयमा आज हामी परमेश्वरको वचनबाट हामी हेर्नेछौँ। उहाँ प्रेम गर्नुहुन्छ, उहाँ असीमित प्रेम गर्नुहुन्छ, अगापे प्रेम गर्नुहुन्छ अनि उहाँले अचम्मको प्रेम गर्नुहुन्छ। अमेजिङ लभ होइन। आजको वचन सुरु गर्नुभन्दा अगाडि म तपाईँहरूको अगाडि 3वटा प्रश्न सोध्न चाहन्छु। 3वटा प्रश्नहरू। तपाईँको विचारमा प्रेम भने के होला होइन? सबैलाई थाहा छ रहेछ। तपाईँ सबैभन्दा धेरै कसलाई वा केलाई प्रेम गर्नुहुन्छ? अनि तपाईँको विचारमा कसले तपाईँलाई सबैभन्दा धेरै प्रेम गर्छ होला? सायद तपाईँहरू प्रत्येकले लगाउने अर्थहरू फरक फरक हुन सक्छ। प्रश्न गरेको उत्तरमा तपाईँले भन्नुहोला कि प्रेम भनेको चाहिँ यस्तो हो कि जुन आफूले चाहेको थोक पाउन खोज्नु, कसैलाई दया गर्नु, कसैलाई वास्ता गर्नु, कसैलाई सहयोग गर्नु, कृपा देखाउनु, संशील हुनु, तपाईँले प्रेम भन्न सक्नुहुन्छ। प्रश्न नम्बर 2को उत्तरमा तपाईँले भन्नुहोला कि म मेरो परिवारलाई प्रेम गर्छु, म मेरो आफ्नो बुवा आमालाई प्रेम गर्छु, श्रीमान वा श्रीमतीलाई, आफ्नो छोराछोरीलाई, आर्मी विवाह गर्न बाँकी भएकाले आफ्नो जीवनसाथीलाई, हुने बेला जीवनसाथीलाई प्रेम गर्छु भनेर भन्न सक्नुहुन्छ। अनि प्रश्न नम्बर 3को उत्तरमा तपाईँले भन्नुहोला कि जसलाई तपाईँ प्रेम गर्नुहुन्छ उसले तपाईँलाई धेरै प्रेम गर्छ भनेर। उत्तर जे होस्, तपाईँले जे भन्नुहोला, तर तपाईँले गर्नुभएको यो प्रेम छ, यो हामीले संसारमा गर्ने प्रेम, यो चाहिँ क्षणभरको प्रेम हो। बाइबलले बताउँछ प्रेम भनेको चाहिँ के हो? परमेश्वर हुनुहुन्छ। आमेन। प्रेम भनेको चाहिँ परमेश्वर हुनुहुन्छ। परमेश्वरलाई हामी प्रेमको परमेश्वर भनेर भन्छौँ। उहाँ यति धेरै प्रेमी हुनुहुन्छ कि उहाँको प्रेमको व्याख्या गर्न हामीसँग पर्याप्त शब्दहरू छैनन् होइन। जतिसुकै बुद्धिमानी, आत्मिक, जतिसुकै पढे लेखेको भए तापनि उसले पनि परमेश्वरको प्रेमलाई पूर्ण रूपमा जान्न सक्दैन, किनकि उहाँको प्रेम अचम्मको छ। हामीले अघि भजन पनि गायौँ, आकाशभन्दा उच्च भनेर होइन। परमेश्वरको प्रेम आकाशभन्दा उच्च छ, सागरभन्दा गहिरो छ, अनि आसमानभन्दा विशाल छ। बाइबलले हामीलाई बताउँछ कि परमेश्वरको प्रेम विश्वव्यापी छ। उहाँले सबैलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्मेको पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नहोस् तर त्यसले अनन्त जीवन पाओस्। परमेश्वरको प्रेम अनन्तको छ, कहिले पनि टुङ्गिँदैन। तपाईँप्रति उहाँको प्रेम कहिले टुङ्गिँदैन। उहाँको प्रेम हामीबाट अलग गर्न नसकिनेछ। धेरैपल्ट हामी उहाँलाई छोड्छौँ तर उहाँले हामीलाई कहिले पनि प्रेम गर्न छोड्नुहुन्न होइन। परमेश्वरको प्रेम जीवित छ, प्रशंसनीय छ, उहाँको प्रेम बलिदानी छ र उहाँको प्रेम महान छ। हामी आजको खण्डमा उहाँ जसले हामीलाई अचम्मको प्रेम गर्नुहुन्छ उहाँको प्रेमको विषयमा आज हामी पुरानो करारको एउटा खण्ड पुस्तक होसेको पुस्तकबाट हामी हेर्नेछौँ। होसेको पुस्तक तपाईँले निकाल्नुहोस्। अगमवक्ताका साना पुस्तकहरूमध्येको पहिलो पुस्तक हो। अगमवक्ताका साना पुस्तकहरू जम्मा 12वटा छन् अनि त्यो पहिलो पुस्तक होसेको पुस्तक हो है। होसेको पुस्तकको 1 अध्यायको 1 देखि 3 पदसम्म र 3 अध्यायको 1 देखि 3 पदसम्म आज हामी हेर्नेछौँ। होसेको पुस्तक 1 अध्यायको 1 देखि 3 सम्म र 3 अध्यायको 1 देखि 3 पदसम्म आज हामी हेर्नेछौँ। तपाईँहरूले पाउनुभएको छ भने विश्वास गर्छु, यदि पाउनुभएको छैन भने तपाईँले छेउको साथीबाट तपाईँले सहायता लिन सक्नुहुन्छ। हुन्छ। यहाँ यसरी लेखेको छ, यहुदाका राजाहरू उजियह, योताम, आहाज र हिजकिया अनि यहोआसका छोरा इस्राएलका राजा यरोबामका शासनकालमा बेरीको छोरो होसेका आएको परमप्रभु बोल्छ। जब परमप्रभु होसेद्वारा बोल्न लाग्नुभयो तब परमप्रभुले तिनलाई भन्नुभयो, जा गएर एउटा बेबिचारिनीलाई विवाह गर र त्यसको विश्वासघातबाट पैदा भएको सन्तान आफ्नो बना, किनभने यस देशले परमप्रभुले त्यागेर अति घोर बेबिचारको दोषी भएको छ। यसैले तिनी गएर दिब्लैमकी छोरी गोमेरलाई विवाह गरे र त्यसले गर्भवती भएर तिनीबाट एकजना छोरा जन्माई। अब 3 अध्यायको 1 देखि 3 मा हेर्नेछौँ। परमप्रभुले मलाई भन्नुभयो, जा फेरि गएर तेरी पत्नीलाई तेरो माया देखा, हुन त त्यसलाई अर्को पुरुषले माया गर्छ र त्यो बेबिचारिणी हो, त्यसलाई माया गर। जस्तो गरी परमप्रभुले पनि इस्राएलीहरूलाई माया गर्नुहुन्छ। यद्यपि तिनीहरू अन्य देवताहरूतिर लाग्छन्, ती पवित्र दाखका रोटीहरू मन पराउँछन्। यसैले मैले त्यसलाई 15 सेकेल ओजनको चाँदी र 2.5 मुरी जौँ दिएर किने। तब मैले त्यसलाई भने,
तिमी धेरै दिनसम्म मसँग बस्नुपर्छ, तिमीले वेश्या काम नगर्नु र कुनै पुरुषसँग घनिष्ठ नबन्नु र म तिमीसँगै बस्नेछु। परमेश्वरको वचन पढाएर सुनेमा परमेश्वरले आशिष दिनुभएको छ। अनि आजको वचनको शीर्षक रहेको छ अचम्मको प्रेम गर्नुहुने परमेश्वर। होसेको पुस्तकमा यो सन्देश हामीले सुन्नुभन्दा अगाडि बुझ्नुभन्दा अगाडि हामीले त्यति बेलाको समयलाई बुझ्नुपर्ने हुन्छ। परमेश्वरले यो सन्देश कुन समयमा दिनुभएको छ त्यो समयलाई बुझ्नुपर्ने हुन्छ। होसेको पुस्तक लेख्ने व्यक्ति वास्तवमा होसेको वक्ता आफै नै हुन् हैन। होसेको अर्थ हुन्छ मुक्ति अर्थात् उद्धार। हाम्रो प्रभु येशू ख्रीष्टको नामको अर्थ के हुन्छ? मुक्ति उद्धार हो। यसै होसेको नामको अर्थ के हुन्छ? मुक्ति अर्थात् उद्धार हो। करिब होसेले करिब 45 वर्ष भविष्यवाणी गरेका थिए, करिब ईसापूर्व 755 देखि लिएर करिब ईसापूर्व 710 सम्म। उनी चाहिँ उत्तरी राज्य इस्रायलको भविष्यवक्ता थिए। होसेको समयमा जम्मा 4 जना भविष्यवक्ताहरू थिए, होसे अनि आमोस, यशाया र मिका। त्यस समयमा देश दुई टुक्रामा विभाजन भएको थियो, उत्तरी र दक्षिणी राज्य। हामीले 3 धेरै पढेका छौँ। उत्तरी राज्य इस्रायलमा चाहिँ यरोबाम भन्ने राजा थियो भने दक्षिणी राज्य योदामा चाहिँ हामीले देख्न सक्छौँ 1:1 कि उजिया, योताम, आहाज र हिजकिया भन्ने राजा थिए। हामीलाई थाहा छ कि मोसाको समयमा त्यति बेला मोसा चाहिँ इस्रायलीहरूको मेन लिडर थियो हैन। अनि मोसाले चाहिँ इस्रायलीहरूलाई मिस्र देशको दासत्वबाट कनान देशको लागि उसले यात्रामा डोर्याएको थियो। अनि मोसाको मृत्यु पछाडि इस्रायलीहरूको नयाँ आउँछ यहोशू। अनि यहोशूले चाहिँ के गरे? इस्रायलीहरूलाई कनान देशमा पुर्याउँछ। जब मोसा र यहोशूको मृत्यु हुन्छ त्यस पछाडि मोसा र यहोशू जस्तो नेसनल लिडरहरू इस्रायलीहरूको माझमा हुँदैन। अनि त्यति बेला धेरै न्यायकर्ताहरू खडा हुन्छ, जुन न्यायकर्ताको पुस्तक देख्न सक्छौँ करिब 13 जना न्यायकर्ता खडा भएको छ, जसले चाहिँ इस्रायलीहरूलाई उनीहरूको शत्रुको हातबाट बचाउने गर्दथ्यो। न्यायकर्ताको समय पछाडि राजाको समय आउँछ। इस्रायलीहरूले राजाको माग गर्छ र परमेश्वरले उनीहरूलाई पहिलो राजा दिनुहुन्छ साउल। परमेश्वरले राजा साउल इस्रायलीहरूलाई दिनुहुन्छ। किन दिनुभयो भन्दाखेरि साउलले चाहिँ गएर इस्रायलीहरूलाई उनीहरूको शत्रुहरूबाट बचाउनु पर्ने थियो। तर साउल परमेश्वरको विरुद्धमा अनाज्ञाकारी भएको हुनाले परमेश्वरले साउललाई त्यागिदिनुहुन्छ र उहाँले आफ्नो हृदयअनुसारको मानिस दाउदलाई इस्रायलीहरूको राजाको लागि नियुक्त गर्नुहुन्छ। तर दाउद पनि मानिस नै हो हैन। उसले पनि परमेश्वरको विरुद्धमा पाप गर्छ, सोलोमनले पनि पाप गर्छ। त्यस पछाडि परमेश्वरले सोलोमनको छोरा रहबामको पालामा देश 2 टुक्रामा विभाजन गरिदिनुहुन्छ हैन, उत्तर र दक्षिणी राज्य। अनि होसे चाहिँ उत्तरी राज्यको भविष्यवक्ता थिए। परमेश्वरले उसलाई उत्तरी राज्यको विषय भविष्यवाणी गर्नको लागि पठाउनु भएको थियो। उत्तरी राज्य इस्रायलमा जम्मा 19 जना राजाहरू खडा हुन्छ। त्यहाँ एकजना पनि राम्रो राजा हुँदैन, सबै खराब राजाहरू आउँछ। भने दक्षिणी राज्यमा चाहिँ कतिजना राम्रो र कतिजना नराम्रो शासकहरू खडा हुन्छन्। होसेको समयमा इस्रायलीहरू एकदमै नैतिक पतन भएको थियो, एकदमै मूर्ति पूजामा लागेको थियो, परमेश्वरलाई त्यागेर मूर्ति पूजामा लागेको थियो, परमेश्वरलाई त्यागेर झुटो देवताहरूको पछि लागेको थियो। उनीहरू चाहिँ परमेश्वरप्रति अविश्वास गर्थ्यो। परमेश्वर जसले उनीहरूलाई मिस्र देशबाट छुटकारा दिनुभयो, जसले उनीहरूलाई शत्रुको हातबाट बचाउनु भयो, जसले उनीहरूलाई प्रेम गर्नुभयो, तर उनीहरूले चाहिँ परमेश्वरलाई त्यागेर झुटा देवताहरूको पछि लागेका थिए। उनीहरू वेश्यावृत्तिमा लागेका थिए। उनीहरू व्यवस्थाबाट अलग हुन चाहन्थे। उनीहरू मूर्ति पूजामा लागेका थिए। एकदमै ठुलो उनीहरूको पाप भनेको मूर्ति पूजा हो। परमेश्वरलाई छोडेर अर्को कुनै थोकलाई उनीहरूले मानिरहेका थिए। अनि अर्को कुरा परमेश्वरको वचनप्रति अज्ञानता र अनैतिकता र अधन्यवादीपन, यी पापहरू इस्रायलीहरूले गरेका कारण परमेश्वरले उहाँको सन्देश होसे मार्फत इस्रायलीलाई पठाउनुहुन्छ। आज हामी विश्वासी भन्छौँ, अझ धेरैपल्ट हामी परमेश्वरमा अधन्यवादीपन भएर बाँचिरहेका हुन्छौँ। धेरैपल्ट हामी विश्वासी भनेर त भन्छौँ, तर हामी धेरैपल्ट परमेश्वरलाई समय दिएका हुँदैनौँ। परमेश्वरलाई भन्दा अरू कुरालाई हामीले पोलिसन दिइरहेका हुन्छौँ। मैले यसरी पनि तपाईँलाई भने, तपाईँले यदि परमेश्वरलाई भन्दा कुनै थोकलाई पोलिसन दिनुहुन्छ त्यो के हो? मूर्ति पूजा हो। इस्रायलको समय पनि त्यति बेला मूर्ति पूजा थियो र मूर्ति पूजाबाट अलग रहनको लागि परमेश्वरले होसेको वक्तालाई इस्रायलको माझ पठाउनु भएको थियो। होसेको अगाडि आमोस भविष्यवक्ताले इस्रायलहरूको लागि भविष्यवाणी गरेका थिए। उसले भनेका थिए कि अब एउटा शत्रुहरू आउनेछ र तिमीहरूलाई चाहिँ कब्जा गरी लानेछ भनेर भनेका थिए। तर त्यो भविष्यवाणी नाम कसले दियो? होसेले भने अब चाहिँ असुरीहरू आएर अब तिमीहरू सबैलाई कब्जा गरेर लैजान्छ। यदि तिमीहरूले परमेश्वरको चेतनालाई मानेनौ, परमेश्वरतिर फर्केनौ भने, परमेश्वरलाई प्रेम गर्दैनौ भने तिमीहरूलाई शत्रुहरूले कब्जा गरेर लैजान्छ भनेर होसेले इस्रायलीहरूलाई भन्छ। त्यस्तै पनि भएको छ। परमेश्वरले उनीहरू धेरैपल्ट चेतावनी दिनुभयो, धेरैपल्ट चान्स दिनुभयो। आवर गड इज गड अफ सेकेन्ड चान्स। परमेश्वरले हामीलाई दोस्रोपल्ट, तेस्रोपल्ट, चौथो धेरैपल्ट अवसर दिनुहुन्छ। जब धेरै ढिलो हुन्छ भने नि हामीलाई परमेश्वरले छोडिदिनुहुन्छ।
इजरायलीहरूलाई परमेश्वरले धेरैपल्ट चेतावनी दिनुभयो, तर जब उनीहरूले मानेन, फर्किन मानेन, परमेश्वर उनीहरूलाई छोडिदिनु भएको छ। परिणाम के भयो? इजरायलीहरूलाई परमेश्वरले अश्शूरहरूको हातमा बेचिदिनुहुन्छ। 722 ईसा पूर्वमा, आजभन्दा करिब 2700 वर्ष अगाडि होसेले भविष्यवाणी गर्दै गर्दाखेरि अश्शूरहरू आएर सामरियालाई अर्थात् इजरायललाई कब्जा गरेको घटना हामी इतिहासमा देख्न सक्छौँ। होसेले बारम्बार इजरायललाई चेतावनी दिएको छ, बारम्बार चेतावनी दिएको छ, तर इजरायल अटेरी भएको छ क्या परमेश्वरको फर्कन। धेरैपल्ट यहाँबाट आएर अगुवाहरूले पास्टरहरूले वचन प्रचार गर्नुहुन्छ परमेश्वरको आउनुहोस् भनेर, धेरैपल्ट हामी धेरैजना अटेरी बन्छौँ। जब अटेरी बन्छौँ परमेश्वरको न्यायको हामीले सामना गर्नुपर्ने हुन्छ। जब तपाईँलाई परमेश्वरले प्रेम गरेर बोलाउँछ त्यति बेला तपाईँ बोल्नुपर्ने हुन्छ, आउनुपर्ने हुन्छ। जब तपाईँ परमेश्वरलाई प्रेमलाई तपाईँले लत्याउनुहुन्छ भने उहाँको चेतावनीलाई, उहाँको न्यायलाई तपाईँले फेस गर्नुपर्ने हुन्छ। त्यस्तै अवस्था इजरायलीहरूको पनि भएको छ। परमेश्वरले उनीहरूलाई के गर्नुभएको छ? अवसर दिनुभयो, तर पनि उनीहरूले नमानेको कारणले गर्दाखेरि परमेश्वर उनीहरूलाई वास्तव परमेश्वरले उनीहरूलाई शत्रुको हातमा बेचिदिनु भएको थियो। अनि परमेश्वरको सन्देश होसे मार्फत परमेश्वर इस्राएललाई दिनुहुन्छ। वास्तवमा होसेको कथा भनेको एउटा एकतर्फी प्रेमको कथा हो, वान साइडेड लभ। कतिजनाले एकतर्फी मात्रै प्रेम गर्नुभएको छ, होइन? यो कथा, यो पुस्तक पनि यो एउटा वान साइडेड लभ हो। होसेले गोमेरलाई एकदमै माया गर्छ, तर गोमेरले होसेलाई प्रेम गरेको हुँदैन। यसै सन्देश के भएको छ? परमेश्वर इस्राएलले एकतर्फी माया गरिरहनुहुन्छ, तर इस्राएलले के गर्छ? मूर्तिहरूलाई माया गर्छ। परमेश्वरलाई होइन, तर उनीहरूले आफूले बनाएको थोकलाई नै आफूले नै बनाएको ईश्वरहरू भनेर मान्छ। परमेश्वरले उहाँको प्रतिनिधित्व पात्र होसेलाई बनाउनुहुन्छ कि आफ्नो प्रेम इस्राएलले कसरी गर्नुहुन्छ। उहाँले होसे र गोमेरलाई खडा गर्नुभएको छ। होसे र गोमेरलाई धेरै नै प्रेम गर्छ, यति प्रेम गर्छ कि वास्तवमा ऊ बेबीचारिणी हुँदा पनि होसेले उसलाई विवाह गरेको छ। हामीले अघि होसे 1 अध्यायको 1-3मा हेऱ्यौँ, त्यो के भनेको छ? उहाँले भन्नुभएको छ कि जा गएर एउटी बेबीचारीलाई विवाह गर र त्यसको विश्वासघातबाट पैदा भएका सन्तानलाई आफ्नो बना, किनभने यस देशले परमप्रभुलाई त्यागेर अति घोर बेबीचारको दोषी भएको छ। इजरायलले परमेश्वरलाई त्याग्यो, परमेश्वरको विरुद्धमा बेबीचारको परमेश्वरको विरुद्धमा पाप गरेको छ र परमेश्वर उनीहरूलाई अब होसे मार्फत सन्देश दिँदै हुनुहुन्छ। परमेश्वरले आफ्नो सन्देश दिनलाई धेरैपल्ट उहाँले धेरै माध्यमहरू प्रयोग गर्नुहुन्छ। धेरैपल्ट उहाँले वचन पठाउनुहुन्छ, अगमवक्ताहरूबाट सन्देश पठाउनुहुन्छ। परमेश्वरले वास्तवमा अगमवक्ता खडा गर्नुहुन्छ। अगमवक्ताको जीवन वास्तवमा परमेश्वरको सन्देश हो। परमेश्वरले उहाँको अगमवक्तालाई विभिन्न किसिमको बलौटा दिनुभएको छ। जस्तो परमेश्वरले यिर्मयालाई भन्नुभयो, अब अगमवक्ता यिर्मयालाई उहाँले के भन्नुभएको छ? तैँले अब बिहे नगर्नु भनेर भन्नुभएको छ, होइन? बिचरा यिर्मया, परमेश्वरले भन्नुभएको छ कि तिमीले विवाह नगर्नु भनेर भन्नुभएको छ, किनकि त्यो देश अब कैदमा जान लागेको थियो। परमेश्वरले इजिकियललाई भन्नुहुन्छ कि अब तिम्रो पत्नी मर्नेछ भनेर भन्नुभएको छ। अनि परमेश्वर होसेलाई चाहिँ के भन्नुहुन्छ? तिमी चाहिँ गएर बेबीचारीलाई विवाह गर भनेर उहाँले भन्नुहुन्छ। होसेको कथा, होसेको पुस्तक एउटा अगमवक्ता र एउटा बेबीचारिणी र धोकेबाज स्त्रीको प्रेमको कथा हो। एक विश्वासी मानिस र एक अविश्वासी स्त्री बिचको प्रेमको कथा हो। एक परमेश्वर र एक अविश्वासी इस्राएल बिचको प्रेमको कथा हो। परमेश्वरले होसेलाई भन्नुहुन्छ कि तिमीले बेबीचारी स्त्रीलाई विवाह गर्नु। यसको पत्नी, जुन पत्नीले होसेलाई कहिले पनि प्रेम गरेको हुँदैन, जसले होसेलाई धोका दिन आँटेको हुन्छ। परमेश्वरले होसेलाई नै भन्नुहुन्छ जाकर धोकेबाज स्त्रीलाई गएर विवाह गर भनेर भन्नुहुन्छ। परमेश्वरले होसेलाई यस्तो केटीले विवाह गर भनेर भन्नुभयो कि जसले उसलाई कहिले पनि माया गर्दैन, माया गरेको पनि छैन, किनकि ऊ त एउटा बेबीचारिणी स्त्री थिए र विवाहपछि पनि ऊ अरू पुरुषसँग लागेको थिए। हामी त्यो घटना पछि देख्न सक्छौँ। उनी एक अविश्वासी स्त्री थिए। त्यही पनि परमेश्वरको वचन हो, मान्नै पर्यो। होसेले गएर गोमेरसँग विवाह गर्छ। होसेको पुस्तकले एक पवित्र परमेश्वर र एक अनाज्ञाकारी इस्राएल बिचको सन्देशलाई देखाउँछ। कसरी एक पवित्र परमेश्वरले आफ्नो अचम्मको प्रेम इस्राएलले देखाउनुहुन्छ। इस्राएलीहरूलाई परमेश्वरले बारम्बार प्रेम गर्नुहुन्छ, तर पनि इस्राएलले बारम्बार परमेश्वरलाई त्यागिरहन्छ, बारम्बार छोडिरहन्छ। परमेश्वरलाई त्यागेर मूर्ति पूजा गर्छ। जबसम्म इस्राएलीहरू बधुवामा अर्थात् कैदमा जाँदैन तबसम्म उनीहरूले परमेश्वरलाई भन्दा मूर्ति पूजा गरिरहेको हामी घटना बाइबलमा देख्न सक्छौँ। तर पनि परमेश्वरले इस्राएलीहरूलाई प्रेम गर्नुहुन्छ, अझै प्रेम गर्नुहुन्छ। उनीहरू मूर्ति पूजातिर लाग्यो, तर पनि परमेश्वर उनीहरूलाई छोड्नु भएको छैन, किनकि उहाँ प्रेमको परमेश्वर हुन्छ कि। धेरैपल्ट हामी पनि उहाँलाई छोड्छौँ, उहाँलाई क्रुसमा टाक्छौँ, उहाँलाई त्याग्छौँ, तर तपाईँ र मलाई कहिले छोड्नुहुन्न। धेरैपल्ट हामी उहाँबाट भाग्छौँ। आदम परमेश्वरबाट भाग्यो, तर परमेश्वर भन्छ आए आदम कहाँ छस् त? उहाँले खोज्नुहुन्छ हामीलाई। हामी भागे तापनि उहाँले हामीलाई टाढा जान दिनुहुन्न। प्रिय, हामी धेरैपल्ट उहाँलाई इन्कार गर्छौँ, तर उहाँले हामीलाई प्रेम गरिरहनुहुन्छ।
संसारमा यदि तपाईलाई कसले तपाईलाई प्रेम गर्छ भन्दाखेरि जसले तपाईलाई प्रेम गर्छ उसले तपाईलाई प्रेम गर्नुहुन्छ। तर परमेश्वर यस्तो परमेश्वर हुन्छ, तपाईले प्रेम नगरे तापनि उहाँले तपाईलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, संसारले उहाँलाई घृणा गर्यो तर उहाँले के गर्नुभयो, प्रेम देखाउनुभयो। अनि आज हाम्रो विश्वासीहरूको सन्देश के हो, हामी पनि प्रेमिलो परमेश्वरको सन्तान हौ र हामी प्रेम गर्न सिक्नुपर्छ। उहाँले हामीलाई प्रेम गर्ने आज्ञा दिनुभएको छ। होसेको पुस्तकमा हामी देख्न सक्छौँ कि कसैले अन्य देवतातिर लागेका इजरायलीहरूलाई परमेश्वरले प्रेम गर्नु छ भने बुझाउनको लागि उहाँले होसेलाई खडा गर्नुहुन्छ। होसे त एउटा प्रतिनिधित्व पात्र मात्रै हो। परमेश्वरले इजरायललाई एक कोरो प्रेम गर्नुभयो, सुरुवातदेखि नै एक कोरो प्रेम गर्नुभयो। तर इजरायलले बारम्बार त्यागेको छ, बारम्बार उहाँलाई छोडेको छ। परमेश्वरले एकछिन मान्छ अनि फेरि उनीहरू सबै कुरा आराम हुन्छ, फेरि गएर उनीहरूले के गर्छ, शत्रुको कुरा मान्छ र परमेश्वरलाई छोड्छ। तर परमेश्वर उनीहरूलाई प्रेम गरिरहनु छ। परमेश्वरको आज्ञाअनुसार होसेले एउटा अविश्वासी पत्नीलाई विवाह गर्छ र उसको पत्नी उसँग कहिले पनि विश्वासयोग्य भएको हुँदैन र प्रेम पनि गरेको हुँदैन। हामी अघि त्यो खण्डमा पढिसक्यौँ। होसे तर एक विश्वासयोग्य पति हुन्छ, ऊ एउटा साँचो हुन्छ अनि उसको प्रेम साँचो छ, ऊ साँचो हृदयले प्रेम गर्छ। तर गोमेर चाहिँ होसेसँग कहिले पनि विश्वासयोग्य भएको हुँदैन। इस्रायल पनि जसरी परमेश्वरसँग विश्वासयोग्य भएको हुँदैन हैन। परमेश्वर सृष्टि गराउने परमेश्वर हुनुहुन्छ, मिश्रको दासत्वबाट छुटकारा दिलाउने उहाँ परमेश्वर हुनुहुन्छ, दूध र मह बग्ने देश उहाँ परमेश्वर हुनुहुन्छ। तर उनीहरूलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। तर इस्रायलले के गर्छ, मूर्ति पूजा गर्छ, परमेश्वरलाई त्याग्छ, अविश्वास गर्छ, वेश्यावृत्तिमा व्यवस्थाबाट अलग गर्छ, अज्ञानता, अनैतिकता र अधन्यवादीपन उनीहरू बाँचिरहेको छ। र उनीहरूलाई चेतावनी दिनको लागि परमेश्वरले होसेलाई इस्रायलको माझ पठाउनुहुन्छ। परमेश्वरले इस्रायलहरूले गर्नुभएको प्रेम अचम्मको प्रेम छ। किन? यसो प्रेम संसारमा कसैले पनि गर्न सक्दैन, कसैले पनि गर्न सक्दैन हैन। हामी कसले प्रेम गर्छौँ, जसले हामीलाई प्रेम गर्छ उसले त प्रेम गर्छौँ नि त हैन। तर परमेश्वरले त हामी जब उहाँलाई घृणा गर्दाखेरि पनि उहाँले हामीलाई प्रेम गर्न छोड्नुहुन्न। परमेश्वर प्रेमी हुनुहुन्छ। उहाँ आफ्नो करारप्रति, उहाँ आफ्नो आज्ञाप्रति र उहाँ आफ्नो प्रतिज्ञाप्रति उहाँ कस्तो हुनुहुन्छ, उहाँ विश्वासयोग्य हुनुहुन्छ। तर इस्रायल के गर्छ, ऊ निरन्तर झुटे देवतातिर लाग्छ, निरन्तर मूर्ति पूजातिर लाग्छ। अनि इस्रायलीहरूलाई परमेश्वरतर्फ फर्काउन परमेश्वरले होसेलाई इस्रायलको माझ पठाउनुहुन्छ। त्यसै गरी आज हाम्रो माझमा पनि परमेश्वरले धेरैपल्ट अगुवालाई पठाउनुहुन्छ ताकि आज हामी चाहिँ त्यो मूर्ति पूजाबाट, संसारबाट हामी परमेश्वरका फर्किन सकौँ भनेर हैन। होसे त एउटा प्रतिनिधित्व पात्र हो। परमेश्वरले होसे जस्ता थुप्रै मानिसहरूलाई हाम्रो माझ पठाउनुहुन्छ ताकि आज हामी चाहिँ संसारपट्टि होइन तर हामी चाहिँ परमेश्वरपट्टि फर्किन सकौँ भनेर। होसेमा जम्मा 14वटा अध्यायहरू छ। 14वटा अध्यायमा होसे 1:1 लिएर 3:5सम्म जम्मा 3वटा अध्यायले चाहिँ होसे र गोमेर बिचको प्रेमलाई देखाउँछ भने करिब 4 अध्यायदेखि लिएर 14 अध्यायसम्म चाहिँ परमेश्वर र इस्रायल बिचको सम्बन्धलाई हामी देख्न सक्छौँ। परमेश्वरको निर्देशनमा हामी अघि पढिसक्यौँ कि परमेश्वरले जब निर्देशन दिनुहुन्छ, आज्ञा दिनुहुन्छ, हामीले मान्नै पर्ने हुन्छ। परमेश्वरले होसेलाई भन्नुहुन्छ जा गएर गोमेर भन्ने स्त्रीलाई विवाह गर, जो एउटा व्यभिचारिणी हो अनि एउटा अविश्वासयोग्य स्त्री हो, धोकेबाज स्त्रीको जा गएर विवाह गर भनेर भन्नुहुन्छ। र होसेले के गर्छ, विवाह गर्छ। अनि ऊबाट 3 जना छोराछोरी जन्मिन्छ हैन। इज्रेल, लोरुहामा र लोहमी भन्ने सन्तान जन्मिन्छ। अनि यो नामहरू पनि सबै परमेश्वरले दिनुहुन्छ नामहरू। यी हरेक नामहरूको अर्थ छ, एउटा प्रोफेटिक नेमहरू हो। परमेश्वरले सबैजना सन्तानको नाम दिनुहुन्छ। गोमेर आफ्नो पतिसँग कहिले पनि विश्वासयोग्य हुँदैन। विवाह गरेपछि उनी होसेप्रति कहिले पनि वफादार हुँदैन। परमेश्वरले होसेलाई भन्नुहोस् आफ्नो पत्नीलाई विवाह प्रेम गर भनेर भन्नुहोस्, तर गोमेरले कहिले पनि आफ्नो पतिलाई प्रेम गरेको हुँदैन। होसेले विवाह गर्न होस पुर्याए तापनि हैन, नामअनुसार उसले होस पुर्याए तापनि होसेले गोमेरलाई धेरै नै प्रेम गरे तापनि उसले पत्नीको प्रेम पाउन सकेन। उसले विवाहपछि पनि होसेलाई धोका दिन्छन् र परपुरुषसँग लाग्छन्। पछि गएर उनको पापले के गर्छ, उनी बेचिन्छन्। उनको पापले गर्दा उनी बेचिन्छन् र पछि गएर होसेले के गर्छ, धेरै मूल्य तिरेर गोमेरलाई फेरि पनि त्यो पापको दासत्वबाट किन्छ र फेरि पनि आफ्नो प्रेम देखाउँछ। र होसे सधैँभरि आफ्नो पत्नीसँग विश्वास गरेका हुन्छन्। जसरी होसेले गोमेरलाई आफ्नो प्रेम देखाएर किनेको छ, त्यसै गरी परमेश्वर इस्रायललाई मूल्य तिरेर किन्नुभएको छ। त्यसै गरी हामीलाई पनि हाम्रो प्रभु येशूले उहाँको रगतको मोल तिरेर किन्नुभएको छ हैन। जुन मूल्य तिरेर होसेले गोमेरलाई किनेको छ, त्यसै गरी हाम्रो प्रभु येशू ख्रीष्टले पनि उहाँको रगतको मूल्य तिरेर उहाँले हामीलाई किन्नुभएको छ। हामी कसरी, हामी त गोमेर जस्तै हामी पापका दास थियौँ, हामी पापका दास थियौँ, हामी पापमा बेचिएका थियौँ, परमेश्वरदेखि टाढा थियौँ, अविश्वासयोग्य थियौँ। तर उहाँ हामीप्रति विश्वास गर्नुभयो र उहाँले हामीलाई हाम्रो निम्ति भनेर उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई पठाउनुभयो।
उहाँको रगतको मूल्य दिएर उहाँले हामीलाई किन्नु भएको छ, हामीलाई उहाँले उहाँको सन्तान उहाँको जाति बनाउनु भएको छ। आमेन। होसेको पुस्तकमा देखाएअनुसार परमेश्वर प्रति इस्राएलीहरू अविश्वासिएको भएका छन्, तर पनि परमेश्वर उनीहरूलाई प्रेम गरेर कहिले पनि छोड्नु भएको छैन। होसेलाई गएर आफूबाट टाढा भयो कि आफ्नो एउटा पत्नीलाई प्रेम गर्नु भन्नुहुँदाखेरि परमेश्वरले हामीलाई उहाँको प्रेम देखाउनुहुन्छ, जुन हामीले उहाँलाई स्वीकार गर्दा पनि हामीले उहाँलाई खोज्छौँ, होइन। होसेले गोमेलाई गरेको प्रेमले आज परमेश्वरले हामीले गरेको प्रेमलाई देखाउँछ। हामी धेरै पटक परमेश्वरको प्रेमलाई चिन्दैनौँ के, उहाँले हामीलाई कति प्रेम गर्नुहुन्छ चिन्दैनौँ। जुन कुरा अगाडि देख्छौँ, जुन कुरा हाम्रो आँखा अगाडि छ त्यही कुरालाई हामीले वास्ता गर्छौँ, धेरै कुरा भन्छौँ, तर परमेश्वरको प्रेम हामीले कहिले पनि चिनेको हुँदैनौँ। हामी के गर्छौँ, हाम्रो आफ्नै शरीरमा गर्छौँ। आफ्नो पत्नीले प्रेमीहरू खोजेको देख्दा जसरी होसेको हृदय छिया भयो, त्यसै गरी जब हामी परमेश्वरको प्रेमलाई छोडेर हामी संसारको प्रेमलाई खोज्छौँ भने परमेश्वरको हृदय अहिले पनि हामीप्रति छिया हुन्छ, दुख्छ। जसरी एउटा पत्नी आफ्नो पतिलाई छोडेर ऊ बाहिरतिर लाग्छ, त्यसरी आज जब हामी परमेश्वरलाई छोडेर संसारपट्टि फर्किन्छ भने परमेश्वर पनि हामीप्रति दुखित हुनुहुन्छ। अनि परमेश्वरले के चाहनुहुन्छ, हामी सबैजना उहाँप्रति मिलाप गरेको उहाँ चाहनुहुन्छ। तर जब हामी उहाँको विरुद्धमा कतिपल्ट पाप गर्छौँ, जब हामी उहाँको विरुद्ध पाप गर्छौँ, तर पनि उहाँले हामीले के गर्नुहुन्छ, जब हामी प्रस्ताव गर्छौँ उहाँले हामीलाई क्षमा दिनुहुन्छ, होइन। उहाँले हामीलाई धेरैपल्ट क्षमा दिनुहुन्छ। वास्तवमा सबैजना पाप गर्ने मानिसहरू के को योग्य हुन्छ, मृत्युको योग्य हुन्छ। पापको ज्याला के हो, मृत्यु हो। तर पनि जब हामी उहाँको विरुद्धमा पाप गर्दै गर्दाखेरि तर उहाँले हामीलाई के गर्नु, धेरैपल्ट अवसर दिनुहुन्छ। मिलाप दिनको 22 र 23ले के भन्छ कि परमप्रभुको महान प्रेमले गर्दाखेरि हामी बस्न भएका छैनौँ। उहाँको कृपाको अन्त कहिले पनि हुँदैन, उहाँको कृपा हरेक दिन नयाँ नयाँ हुँदै जान्छ भनेर लेखेको छ। यसकारण परमेश्वरले हामीलाई उहाँको क्रोधबाट हामीलाई बचाउनुहुन्छ। किनकि हामीलाई असीमित र अचम्मको प्रेम गर्नुहुन्छ। हामी उहाँलाई प्रेमिलो परमेश्वर भनेर भन्छौँ। अनि परमेश्वरले हामीलाई धेरै प्रेम गर्नुहुन्छ। अनि परमेश्वरले तपाईँप्रति गर्ने प्रेम कहिले पनि असफल हुँदैन, होइन। भजन सङ्ग्रह 136मा जम्मा 26वटा पदहरू छ। त्यो 26वटा पदको हरेक अन्तिम वाक्य हेर्नुहोस्, हरेक अन्तिम वाक्यमा के लेखेको छ, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। हरेक पदमा एउटै शब्द बारम्बार दोहोऱ्याएको छ, त्यो के हो, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँको प्रेम कहिले पनि सकिँदैन तपाईँप्रति। उहाँको प्रेम तपाईँ जन्मनु अगाडिदेखि तपाईँको जीवनभर उहाँले तपाईँलाई प्रेम गरिरहन्छ। उहाँको प्रेम अनन्तकालसम्मको छ। तपाईँको दुःखको समयमा, तपाईँको कठिन परिस्थितिमा, तपाईँ समस्या पर्दाखेरि, तपाईँलाई सबैजना छोड्दाखेरि पनि, तपाईँ आफ्नो जीवनको धेरै ठुलो अप्ठ्यारो अवस्था हुँदाखेरि, तपाईँ बिरामीको बेडमा हुँदाखेरि पनि तपाईँलाई संसारका मान्छे त्याग्न सक्छ। हामीलाई हेऱ्यो नि, संसारका आफन्तले छोड्दै बिदा देला, तर छैन कोही ख्रिस्ट बाहेक माया गर्ने तिमीलाई भने जस्तै तपाईँलाई परमेश्वरले मात्रै तिमीलाई सम्हाल्नुहुन्छ। धेरैबाट संसारले हामीलाई छोड्छ, त्याग्छ, तर पनि तपाईँलाई परमेश्वरले कहिले पनि त्याग्नुहुन्न। तपाईँको जीवनको अन्तिम अवस्थासम्म उहाँले तपाईँलाई प्रेम गरिरहनुहुन्छ। एउटा दृष्टान्त भन्न चाहन्छु। एउटा छिमेकीमा चाहिँ एकदमै सुन्दरी अनि युवती रहेछ। उनी चाहिँ एकदम पढे लेखेकी युवती रहेछ, तर उनी चाहिँ दृष्टिबिन रहेछ। अनि ऊ चाहिँ दुवै आँखा देख्न सक्दैन थिइन्। उसको नाम चाहिँ उषा थियो, होइन। अनि उषाको छेउमा चाहिँ एकजना छिमेकी केटो थियो, युवक थियो, उसको नाम चाहिँ कान्छा थियो। अनि कान्छाले चाहिँ के गर्दो रहेछ, त्यो युवती उषालाई चाहिँ एकदमै सहायता गर्दो रहेछ, किनकि युवती दृष्टिबिन थिइन्, आँखा देख्न सक्दैन थिइन्। र उसले चाहिँ उषालाई धेरै नै प्रेम गर्दो रहेछ र उसलाई जहिले पनि डोर्याउँदो रहेछ क्या, किनकि उसले आँखा देख्न सकिरहेको थियो। त्यो केटाले त्यो दृष्टिबिन युवतीलाई धेरै प्रेम गर्थ्यो। कान्छाले उषालाई धेरै प्रेम गर्थ्यो र उसले यतिसम्मको प्रेम गर्थ्यो कि उसको लागि आफ्नो जीवन पनि ऊ दिन तयार थियो। एक दिन त्यो युवतीले भनेछ, यदि म मेरो आँखा देख्न सक्ने भएको भए म तपाईँलाई प्रेम गर्ने थिएँ, म तपाईँसँग विवाह गर्ने थिएँ भनेर कान्छालाई भनेछ। कान्छालाई एकदमै ठुलो चोट लागेछ, ओहो भनेर, किनकि ऊ आँखा देख्न सक्दैन थियो। अनि त्यसको केही महिना पछाडि युवकले त्यो कान्छाले के गरेछ, अनि हस्पिटलमा त्यो उषालाई चाहिँ हस्पिटलमा भर्ना गरेछ, आँखाको उपचार गर्नको लागि हस्पिटलमा भर्ना गरेछ। अनि डक्टरसँग छलफल गरेछ। छलफल गर्दाखेरि चाहिँ अब पैसा धेरै लाग्ने भयो। अनि कान्छाले सबै पैसाको जो गरेछ, तर त्यहाँ उषाको उपचारको लागि पैसा भन्दा ठुलो कुरा के हो, आँखाको थियो, किनकि ऊ त दृष्टिबिन थियो। अनि कान्छाले चाहिँ डक्टरसँग कुराकानी गरेछ। त्यस पछाडि अनि उषालाई चाहिँ अपरेसन गर्न लगिएछ। जब उषाको त्यो आँखाको अपरेसन हुन्छ त्यति बेला चाहिँ कान्छा चाहिँ अब हस्पिटल छोडेर आफ्नो घरतिर गएछ। जब उषाको अपरेसन हुन्छ, अपरेसन भए पछाडि अनि उसले आँखा देख्छ। अनि आँखा देख्छ, त्यसपछि जब आँखा देख्छ एकदमै खुसी हुन्छ। उसले बाहिरी संसारलाई देख्न सक्यो, होइन। एउटा आँखाको महत्त्व के हुन्छ भन्ने कुरा अन्धा लगेर सोध्नुपर्छ कि हिँड्नुको महत्त्व के हुन्छ भन्ने कुरा जब ऊ एउटा लङ्गडा चाहिँ ऊ लगेर सोध्नुपर्छ, होइन।
आज हामीलाई त सबै कुरा परमेश्वरले दिनुभएको छ, हामीलाई त्यति धेरै महत्त्व दिँदैनौँ कि। अनि जब उसो एकदम खुसी हुन्छ, जब उसले पहिलोपल्ट संसारलाई देख्छ अनि त्यस पछाडि ऊ आफ्नो घर फर्किन्छ, ऊ केही दिन आराम गरेर आफ्नो घरमा फर्किन्छ। अनि उसलाई त्यो कान्छाको याद आउँछ जसले उसलाई जहिले पनि डोराउने गर्थ्यो कि। अनि उसले कान्छालाई चाहिँ फोन गरेर भनेछ, कान्छा तिमी कहाँ छौ, यहाँ मलाई भेट्न हो भनेर भनेछ। कान्छा पनि एकदमै खुसी भएर उषालाई भेट्न भनेर ऊ गएछ, उषालाई भेट्न भनेर गएछ। जब कान्छा उषाको घरमा उषालाई भेट्न भनेर गएछ, जब उसको घर ढकढक्यायो अनि उषा चाहिँ हतपत्त गएर घरको बाहिर निस्किन्छ, ढोका खोल्छ। जब उषाले त कान्छालाई देख्छ, उषाले कान्छालाई घृणा गर्छ। उषाले कान्छालाई घृणा गर्छ, के भन्छ भन्दाखेरि चाहिँ छिया कस्तो अन्धा पो रहेछ, यस्तो अन्धसित म कहिले बिहे गर्छु भनेर भनेछ। अनि कान्छाले जब एक कुरा सुन्यो एकदम उसको मनमा चोट लागेर ऊ रुन्छ। त्यस पछाडि ऊ त्यहाँ उभिन सकेन। त्यस पछाडि आफ्नो बाटो लाग्यो। ऊ बाटोमा जाँदै गर्दा धेरै रुन्छ। त्यस पछाडि ऊ कहाँ जान्छ कसैलाई पनि थाहा हुँदैन। पछि त्यसको 1 महिना पछाडि उषाले कुनै एउटा व्यक्तिमा एउटा पत्र पाउँछ, उसको हातमा एउटा पत्र पाउँछ। अनि त्यहाँ चाहिँ त्यो कान्छाले पठाएको पत्र हुन्छ। अनि कान्छाले के भनेर पत्र पठाएछ भन्दाखेरि चाहिँ, प्रिय उषा, तिमीलाई धेरै माया छ, तिमीसँग भएका यी दुवै आँखालाई तिमीले जोगाएर राख्नु हैन। म त्यही केटा हुँ जसले तिमीलाई सधैँभरि डराउने गर्थ्यो। जुन बेला तिमीले केही पनि देख्दैन थियो त्यही बेला तिमीलाई मैले धेरै प्रेम गरेको थिएँ। तिमीले मलाई भन्यौ यदि मेरो आँखा देख्ने भएको भए म तिमीलाई बिहे गर्ने थिएँ भनेर तिमीले मलाई भन्यौ। अनि मलाई एकदमै चोट लाग्यो। अनि तिमीलाई मैले धेरै प्रेम गरेको कारण मैले मेरा दुवै आँखा निकालेर तिमीलाई दिएँ। मैले मेरो दुवै आँखा तिमीलाई निकालेर दिएको हुनाले तिमीले देख्न सक्ने भएको छौ, तर म चाहिँ अहिले नदेख्ने भएको छु। म तिमीलाई भेट्न 1 महिना अगाडि तिम्रो घरमा आएका थिएँ, तर तिमीले मलाई घृणा गर्यौ किनकि म मेरो आँखा नदेख्ने भएका थिएँ। अनि म तिम्रो अहिले सामु आउन सक्दिनँ, म तिमीबाट धेरै टाढा गएको छु, म अब तिम्रो सामु आउन सक्दिनँ भनेर जब पढ्दै थियो, धेरै लेखेको थियो तर उषाले धेरै पढ्न सकेन। र जब पढ्दै गर्दाखेरि उसको आँखाभरि आँसु आएछ। उसले त्यो केटी उषाले आफैलाई धेरै घृणा गर्यो किनकि उसले अब त्यो जसले आँखा दियो उसलाई के गरेको छ, घृणा गरेको छ नि त हैन। आफूले आफूलाई धेरै घृणा गर्यो र उसले आफूलाई धेरै पश्चाताप पनि गर्यो। तर केटा त्यहाँदेखि त्यति बेला धेरै टाढा गइसकेको हुन्छ। केटीलाई कान्छाले उषालाई निस्वार्थ प्रेम गर्यो। उसले आफ्नो जीवन दिन तयार भयो र उसले आफ्नो दुवै आँखाहरू पनि उषाको लागि हुने दिएको छ। अहिले ऊ कान्छा नदेख्ने भएको छ हैन। आज यस्तै प्रेम परमेश्वरले हाम्रो लागि पनि दिनुभएको छ नि। येशू ख्रीष्ट तपाईले मेरो लागि कल्पना क्रुसमा मर्नुभएको ताकि हामी जीवन पाउन सकौँ भनेर। वास्तवमा उषाले कान्छाको प्रेमलाई बुझ्न सकेन। धेरैपल्ट हामी परमेश्वरको प्रेमलाई बुझ्न सक्दैनौँ क्या। उहाँले हामीलाई कति प्रेम गर्नुभएको छ क्रुसमा गएर हेर्नुहोस् कि उहाँले हाम्रो लागि आफ्नो जीवन दिनुभएको छ, हाम्रो लागि उहाँ मर्नुभएको छ ताकि हामी जिउन सकौँ। बाइबलको वचन 2 कोरिन्थी 5:21 के भन्छ कि उहाँ चाहिँ हाम्रो खातिर पाप बन्नुभयो। हामीले उहाँको विरुद्धमा पाप गऱ्यौँ तर उहाँले हाम्रो पाप हाम्रो भारी उहाँले बोक्नुभयो ताकि अहिले हामी स्वतन्त्रपूर्वक जिउन सकौँ। आमेन। आज चाहिँ प्रत्येकजनालाई येशू ख्रीष्टले उहाँको बहुमूल्य रगतद्वारा किन्नुभएको छ। हामी उहाँको रगतद्वारा किनेका हौँ। जसरी होसेको पत्नी गोमेर हो अनि इस्राएल चाहिँ परमेश्वरको उहाँको दुलही हो अनि मण्डली चाहिँ येशू ख्रीष्टको दुलही हो। हाम्रो दुलहा येशू ख्रीष्ट हुन्छ। मण्डली चाहिँ येशू ख्रीष्टको दुलही हो। मण्डलीको लागि येशू ख्रीष्टले आफ्नो अमूल्य रगतद्वारा हामीलाई दान दिएर किन्नुभएको छ। एफिसियाको 7 मा यसै लेखेको छ, उहाँको अपार अनुग्रह अनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार हाम्रो पापको क्षमा पाउँछौँ भनेर त्यहाँ लेखिएको छ। परमेश्वरको प्रेम सबैभन्दा शक्तिशाली छ। अनि उहाँको प्रेम कसरी देखाउनु भयो? उहाँले आफ्नो पुत्र येशू ख्रीष्टमा देखाउनु भयो। जब क्रुसमा येशू ख्रीष्ट बलिदान हुनुभयो, उहाँले हामीलाई क्षमा दिनुभयो, छुटकारा दिनुभयो र परमेश्वरसँग मिलाप गराउनु भयो हैन। जुन परमेश्वर र मानिसको जुन खाडल थियो त्यो खाडललाई चाहिँ वास्तवमा येशू ख्रीष्टले पुर्नु भएको छ र उहाँ को हुनुहुन्छ? बाटो, सत्य र जीवन हुनुहुन्छ। परमेश्वरको वचन यसरी भन्छ कि तर हामीप्रति उहाँको महान प्रेमको कारण परमेश्वर जो दयामा धनी हुनुहुन्छ उहाँले हामीलाई ख्रीष्टसँग जीवित पार्नुभयो र जब हामी पापहरूमा मरेका थियौँ अनुग्रहले तिमीहरू बचाएका छौ। एफिसी 2:4 देखि 5 हामी त्यहाँ पढ्न सक्छौँ। क्रुसमा आफ्नो बलिदान मार्फत परमेश्वरले हामीलाई उहाँसँग मिलाप ल्याउनु भयो। उहाँ हाम्रो लागि बाटो बन्नुभयो। हामी परमेश्वर टाढेका थियौँ तर उहाँले हामीलाई तानेर हामीलाई बोलाएर उहाँले हामीलाई उहाँको सन्तान बनाउनु भयो हैन। हामीप्रति परमेश्वरको प्रेम हाम्रो भलाइ वा हाम्रो योग्यतामा आधारित छैन। तपाईँ राम्रो भएर तपाईँलाई परमेश्वरले प्रेम गर्नुभएको होइन। तपाईँ जान्ने भएर, तपाईँ भलो भएर, तपाईँ असल भएर तपाईँलाई परमेश्वरले प्रेम गर्नुभएको होइन। बुझ्नुहोस्, तपाईँलाई परमेश्वरले छनौट गर्नुभयो, चुन्नुभयो, यसकारण उहाँ प्रेमी रहनुहुन्छ, यसकारण उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ। तर हामी असल भएर होइन किनकि उहाँ को हुनुहुन्छ? उहाँ असल हुनुहुन्छ, यसकारण उहाँले हामीलाई प्रेम गर्नुभएको छ।
हामी सबैजना पापका दास हौँ, हामी सबै मृत्युको योग्यका छौँ हैन। एभ्रीवन डिजर्भ द जजमेन्ट अफ गड। तर हामीलाई उहाँले प्रेम गर्नुभयो किनकि उहाँको स्वभाव भने के हो? परमेश्वर प्रेम हुनुहुन्छ भनेर बाइबलले हामीलाई बताउँछ। हामी हाम्रो अपराधहरू मरेको बेला ख्रीष्ट हाम्रो लागि उहाँ हाम्रो निम्ति मर्नुभयो हैन। उहाँको प्रेमले गर्दाखेरि हाम्रो के गर्नुभयो? सबै गल्तीहरू उहाँले ढाकिदिनु भएको छ। पूर्वदेखि पश्चिम जति टाढा छ त्यति टाढा उहाँले फ्याँकिदिनु भएको छ। उहाँले हाम्रो पापहरू गल्तीहरू उहाँले पिठो पछाडि फ्याँक्नु भएको छ, समुद्रको गहिराई फ्याँकिदिनु भएको छ भनेर बाइबलले हामीलाई बताउँछ। उहाँको प्रेमले गर्दा हाम्रो सबै अपराधहरू उहाँले क्षमा दिनुभएको छ। अब हामीलाई उहाँले बाइबलले के भन्छ? यसकारण ख्रीष्ट येशू उहाँहरूलाई कुनै दण्डको आज्ञा छैन हैन। उहाँले हाम्रो सबै दण्डबाट हामीलाई छुटकारा दिनुभएको छ। तर परमेश्वर उहाँ प्रेमी हुनुहुन्छ भने धेरैपल्ट हामीले उहाँको प्रेमलाई के गर्छौँ? परमेश्वरले प्रेम गरिहाल्नुहुन्छ नि, जे गर्न भ्याएको छ भनेर भन्छौँ। तर परमेश्वरको तीनवटा चरित्रलाई तपाईँले नभुल्नुहोस्। परमेश्वर प्रेमी हुनुहुन्छ, परमेश्वर पवित्र हुनुहुन्छ र परमेश्वर न्यायी हुनुहुन्छ। यदि तपाईँ परमेश्वरको प्रेमलाई जान्दै तपाईँ त्यो कुरालाई तपाईँ खेलबाड गर्नुहुन्छ भने तपाईँले परमेश्वरको तपाईँको न्यायको फेस गर्नुपर्ने छ। तपाईँको न्यायलाई तपाईँले फेस गर्नुपर्ने हुन्छ। परमेश्वरको वचनले के पनि भन्छ भन्दाखेरि जब उहाँले हामीलाई प्रेम गर्नुहुन्छ उहाँले हामीलाई के गर्नुहुन्छ? चेतावनी पनि दिनुहुन्छ। जसरी बुबाले आफ्नो छोराछोरीलाई गलत बाटो नलागोस् भनेर बुबाआमाले गलत बाटो नलागोस् भनेर चेतावनी दिन्छ, त्यसै गरी परमेश्वरले पनि धेरैपल्ट चेतावनी दिनुहुन्छ ताकि हामी गलत बाटो नलागौँ, मूर्ति पूजातिर नलागौँ, अज्ञानतातिर नलागौँ भनेर उहाँले हामीलाई धेरैपल्ट उहाँले चेतावनी दिनुहुन्छ। यो पनि परमेश्वरको प्रेम हो। अनि उहाँले हामीलाई अनुशासन राख्नुहुन्छ। अनि यो अनुशासन पनि के हो? उहाँको प्रेम हो। जब हामी साँच्चै परमेश्वरको प्रेम जब हामी परमेश्वर हाम्रो लागि प्रेमको गहिराई र उहाँले हामीलाई कसरी बचाउनु भयो भनेर बुझ्छौँ नि, यसले चाहिँ हाम्रो जीवनलाई परिवर्तन गर्छ। जब उहाँको प्रेमलाई तपाईँ बुझ्नुहुन्छ भने नि, प्रेमले चाहिँ मान्छेको जीवनलाई के गर्छ? परिवर्तन गर्छ। आज देख्नुहोस् धेरैजना मानिसहरू जसले येशूको विरोध गर्छन्, तर जब उनीहरूले परमेश्वरको प्रेमलाई बुझेको छ उनीहरूको जीवन के भएको छ? परिवर्तन भएको छ। येशूको विरोध गर्नेहरू के भएको छ? येशूको साक्षी भएको छन्। आज नेपालमा थुप्रै यस्ता गवाईहरू छन्, हामी देख्न सक्छौँ। तपाईँको लागि परमेश्वरको प्रेम यति ठुलो छ कि तपाईँले प्रयास गर्नुभयो भने यो बुझ्न सक्नुहुन्न हैन। हाम्रो दिमागले कहिले पनि उहाँको प्रेमलाई बुझ्न सक्दैनौँ। तपाईँप्रति परमेश्वरको प्रेम कहिले पनि असफल हुँदैन र उहाँले तपाईँको परमेश्वरको प्रेम पनि तपाईँले कमाउन सकिँदैन, हामीले कमाउन सकिँदैन। अनि यो कहिले पनि हराउँदैन। तपाईँहरू म सँगसँगै पहिलो योना निकाल्नुहोस्, पहिलो योना 4 अध्याय निकाल्नुहोस्। नयाँ करार पहिलो योना 4 अध्यायमा हामी हेर्नेछौँ 7, 8, 9 र 10लाई हामी हेर्नेछौँ। पहिलो योना 4 अध्यायको 7, 8, 9, 10मा हामी हेर्नेछौँ। म विश्वास गर्छु तपाईँले पाउनुभएको छ भनेर। प्रिय हो, हामी एउटाले अर्कालाई प्रेम गरौँ, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो र परमेश्वरलाई चिन्छ। प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो कि उहाँले आफ्नो एकमात्र पुत्र संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामी जिउन सकौँ। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापका प्रायश्चित हुनको निम्ति आफ्नो पुत्र पठाउनुभयो। आमेन। हामीले उहाँलाई प्रेम गरेका होइनौँ, उहाँले हामीलाई प्रेम गर्नुभयो। हामीले उहाँलाई खोजेका होइनौँ, तर उहाँले हामीलाई खोज्नुभयो। हामीले उहाँलाई भेटाएका होइनौँ, तर उहाँले हामीलाई भेटाउनु भयो। उहाँले हामीलाई प्रेम गर्नुभयो। परमेश्वर प्रेमको परमेश्वर हुन्छ। उहाँले हामीलाई प्रेम गर्नुभएको छ। उहाँले आफ्नो प्रेम कसरी प्रकट गर्नुभयो? आफ्नो पुत्र येशू ख्रीष्ट मार्फत। येशू ख्रीष्टद्वारा संसारका सबै मानिसहरूलाई उहाँले के गर्नुभएको छ? परमेश्वरको सन्तान हुने अधिकार दिनुभएको छ। किनभने परमेश्वरले संसारलाई यसरी प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँलाई विश्वास गर्ने कोही पनि आज नाश नहोस् र प्रत्येकले अनन्त र अमर रहने जीवन पाओस् भनेर परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो। हामी परमेश्वरमा धनी बन्न सकौँ भनेर ख्रीष्ट हाम्रो लागि गरिब हुनुभयो। हामी परमेश्वरमा दृढ हुन सकौँ भनेर ख्रीष्ट येशू परमेश्वरबाट क्रुसमा त्यागिनु भयो। हामी परमेश्वरमा निको हुन सकौँ भनेर ख्रीष्टले हाम्रो लागि चोट सहनुभयो। हामी परमेश्वर सुख पाउन सकौँ भनेर ख्रीष्ट हाम्रो लागि दुःख उठाउनु भयो। हामी परमेश्वरमा जीवन पाउन सकौँ भनेर ख्रीष्ट हाम्रो लागि मर्नुभयो। हामी परमेश्वरकोमा स्वर्गको राज्य पाउन सकौँ भनेर ख्रीष्ट यो स्वर्गबाट यस संसारमा तल उलेर आउनुभयो। हामी परमेश्वरमा प्रेम पाउन सकौँ भनेर ख्रीष्ट हामी सबैको लागि उहाँ घृणित हुनुभयो। हामी परमेश्वरमा बल पाउन सकौँ भनेर उहाँले हामी सबैको के गर्नुभयो? ख्रीष्टले हाम्रो निर्बलता, हाम्रो दुःख अनि हाम्रो कष्टहरू उहाँले बोक्नुभयो। हामी परमेश्वरमा शान्ति पाउन सकौँ भनेर हामी सबैको उहाँले हाम्रो अशान्तिहरू, हाम्रो सबै अपराधहरू, हाम्रो अधर्महरू उहाँले बोक्नुभयो। हामी
परमेश्वरमा दोषरहित हुन सक्यो भनेर उहाँले हाम्रो सबै दोषहरू हाम्रो सबै कष्टहरू उहाँले बोक्नुभयो हैन। हामी परमेश्वरमा धन्यता बन्न सक्यो भनेर उहाँले हाम्रो निम्ति पाप बन्नुभयो भनेर बाइबलले हामीलाई बताउँछ। बाइबलले हामीलाई बताउँछ कि पर्वतहरू हल्लाइए र डाँडाहरू हटाइए तापनि तेरो निम्ति मेरो अटुट प्रेम हटाइने छैन, न त मेरो शान्तिको कारण मगाउनेछ तँलाई कृपा गर्ने परमप्रभु हुनुहुन्छ। पर्वतहरू हल्लाइए तापनि संसार बिते तापनि सबै कुरा बिते तापनि तपाईँप्रति परमेश्वरको प्रेम कहिले पनि टुङ्गिँदैन। बाइबलले के भन्छ अब विश्वास आशा र प्रेम यी तीन रहन्छन् र यी सबैभन्दा सर्वोत्तम चाहिँ के हो प्रेम हो। अनन्तसम्म रहने सिक्यो प्रेम हो। हामीले पाप गरेका छौँ, हामी सबैजना मृत्युको भागीदार छौँ र तर परमेश्वरलाई धन्यवाद कि हामीले उहाँको विरुद्धमा पाप गरेर तापनि उहाँले हामीलाई क्षमा दिनुभएको छ। उहाँले हामीलाई यो दिनदेखि मौका दिनुभएको छ, उहाँसँग सङ्गति गर्ने उहाँसँग आराधना गर्ने मौका दिनुभएको छ। आज थुप्रैले समय पाएका छैनन् होइन, थुप्रैले समय देख्न पाएका छैनन्, तर परमेश्वरको करुणा र उहाँको प्रेमलाई हेर्नुहोस्, उहाँले आजसम्म हामीलाई जीवित राख्नुभएको छ र उहाँको सङ्गति गर्न उहाँको आराधना गर्न उहाँले बोलाउनु भएको छ। उहाँले धेरैबाट हामी धेरैबाट उहाँलाई छोड्छौँ तर पनि उहाँले हामीलाई प्रेम गरिरहनुहुन्छ। अनि उहाँले हामीलाई के गर्नुभएको छ, हामीलाई प्रेम गर्नुभएको छ, त्यो पनि अचम्मको प्रेम गर्नुभएको छ। अनि उहाँले हामीलाई अनन्त जीवन दिनुभएको छ। उहाँको प्रेमलाई कसरी हेर्ने, जब तपाईँ क्रुसमा हेर्नुहुन्छ उहाँको प्रेमलाई हेर्नुहोस्, उहाँले के गर्नुहुन्छ, तपाईँ मलाई कति प्रेम गर्नुहुन्छ भन्दाखेरि उहाँले के भन्नुभयो, यति धेरै। उहाँले आफ्नो हात उठाएर उहाँले आफ्नो हात पछाडेर हामीलाई प्रेम गर्नुभएको छ। येशू ख्रीष्टको क्रुसमा जाँदै गर्दाखेरि उहाँले आफ्नो शत्रुलाई भन्नुभयो, हे पिता यिनीहरूले के जान्दैन यिनीहरूलाई क्षमा गर्नुहोस् भनेर भन्नुभएको छ। आफ्नो शत्रुलाई पनि उहाँले प्रेम गर्नुभएको छ, उहाँको विरोधीलाई पनि उहाँले के गर्नुभएको छ, प्रेम गर्नुभएको छ। यो प्रेम चाहिँ अचम्मको प्रेम हो, किनकि यस्तो प्रेम संसारमा कसैले पनि गर्न सक्दैन। कसैले पनि तपाईँलाई यस्तो प्रेम संसारमा कसैले पनि गर्न सक्दैन। म यो भनेर पनि होस् कसैले पनि गर्न सक्दैन होइन, परमेश्वरले मात्र गर्नुहुन्छ। हामी धेरैपल्ट परमेश्वरको विरुद्ध पाप गरेर पनि परमेश्वरले हामीलाई अगापै प्रेम गर्नुहुन्छ। यो उहाँको प्रेम हो होइन, उहाँको ईश्वरीय प्रेम हो। धेरैपल्ट हामी जीवनमा अविश्वासयोग्य भएका छौँ तर पनि परमेश्वर हामीप्रति विश्वासयोग्य हुनुहुन्छ। धेरैपल्ट हामी उहाँबाट टाढा जान्छौँ तर पनि हाम्रो जहिले पनि उहाँले हामी खोज्नुहुन्छ, उहाँ नजिक आउनुहुन्छ। एउटा 100वटा भेडामा 79 भेडा जो भड्केर गए, 79वटा भेडालाई छोडेर उहाँले भड्केर चाहिँ एउटा भेडालाई उहाँले खोज्नुहुन्छ कि उहाँ कुनै पनि भेडालाई उहाँले छोड्नुहुन्न, हरेक भेडालाई उहाँले खोज्नुहुन्छ। परमेश्वर प्रेम गर्नुहुन्छ। धेरैपल्ट हामी के भन्छौँ, परमेश्वर प्रेम गर्नुहुन्छ क्षमा गरिहाल्नुहुन्छ नि भने धेरैपल्ट हामी उहाँको विरुद्धमा जान्छौँ कि परमेश्वर प्रेम गरिहाल्नुहुन्छ नि मलाई प्रेम गरिहाल्नुहुन्छ भने धेरैपल्ट हामी उहाँको विरुद्धमा पाप गर्न पुग्छौँ। तर बुझ्नुहोस् परमेश्वर प्रेमी पनि हुनुहुन्छ, उहाँ न्याय पनि हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ। उहाँले पाप सहन सक्नुहुन्न, उहाँले खराबी उहाँले सहन सक्नुहुन्न, उहाँले उहाँको विरुद्धमा गरेको गल्ती उहाँले सहन सक्नुहुन्न। यसकारण परमेश्वरको प्रेमलाई तपाईँले बुझ्नुहोस्। जब उहाँको प्रेमलाई तपाईँ बुझ्नुहुन्छ तपाईँको जीवनमा अटोमेटिकली चेन्ज भएर आउँछ। तपाईँ अटोमेटिकली तपाईँ परमेश्वरको आशिष पाउँदै जानुहुनेछ होइन। यसो हामी परमेश्वरको प्रेमलाई चिनेर परमेश्वरको एसेन्सर हामी जिउनुपर्ने हुन्छ। हामीले उहाँको प्रेमलाई चिनौँ, परमेश्वरको प्रेमलाई चिन्नुहोस् र उहाँ परमेश्वरलाई प्रेम गर्नुहोस्। आमेन भन्दै हामी आजको वचन यहीँ राख्नेछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। जीवित नै जिउँदो परमेश्वर पिता हामी तपाईँलाई धन्यवाद दिन्छौँ। साँच्चै नै प्रभु तपाईँले हामीप्रति